मथिया नेवारी भाषामा मतको अर्थ बत्ती हुन्छ भने याको अर्थ चाडपर्व अथवा यात्रा हुन्छ। यस चाडको सबैभन्दा महत्त्वपूर्ण विशेषता गली, बाहा, आँगन र बाटोको हरेक कुनामा सिङ फुक्नु हो। 9 बाजाको साथ सिङ बजाइन्छ। पाटनमा रहेको ऐतिहासिक मठ मन्दिर, बौद्ध विहार तथा चैत्यमा परिक्रमा गर्दै यो पर्व मनाइएको छ। यो पर्व भगवान बुद्धले दुर्गुनमाथिको विजयको सम्झनामा मनाउन सुरु गरेको पाटनको नेवार समुदाय बताउँछन्। दिवंगत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा दीप प्रज्वलन गरी मृत आत्माको शान्तिको लागि प्रार्थना गर्दै विभिन्न मठ मन्दिर, विहार तथा चैत्य परिक्रमा गर्ने परम्परा छ। यस जात्राको उत्पत्तिको बारेमा एक धेरै रोचक कथा छ। मथिया जात्राको पौराणिक पृष्ठभूमि निकै रोचक छ। एक पटक शाक्यमुनि गौतम निर्वाण प्राप्तिको लागि गहिरो तपस्यामा थिए। इच्छाको देवता मारस शाक्यमुनि गौतमको दृढ संकल्पमा भङ्ग गर्न विचलित गर्न आए। तिनीहरूले विभिन्न रूपहरू र वेशमा, जस्तै कोही उग्र रूप देखिने राक्षसको रूपमा थिए भने कोही सुन्दर युवती अविवाहित महिलाको रूपमा आए। ती सबैले शाक्यमुनि गौतमलाई प्रलोभनमा पार्ने प्रयास गरे, तर सबै व्यर्थ भए। तथापि शाक्यमुनि मारसलाई जितेर बुद्ध बने। मथियालाई नेपाल भाषामा इच्छाको देवता मारसले जित्न नसकेको रूपमा पनि व्याख्या गरेको छ। परास्त भएपछि इच्छाको देवता मारसले बुद्धलाई समर्पण गर्दछ र स्वीकारको लागि भगवान बुद्धलाई श्रद्धाञ्जली अर्पण गर्दछ। मानिसहरूले यसलाई एक अविस्मरणीय दिनको रूपमा धेरै मान्दछन्, किनभने यस दिन सबै मारसहरूको रूपमा इच्छाको देवताले बुद्धमा आत्मसमर्पण गरे र आफ्ना पापहरू स्वीकार गरे। यो पनि विश्वास गरिन्छ कि मारसहरूले भगवान बुद्धलाई आफ्नो पाप स्वीकार गर्न आएका थिए र ठूलो सम्मानका साथ उहाँको पूजा गरे। त्यस बेलादेखि नै यो महान दिनलाई मनाउन यो जात्राको उत्पत्ति भएको मानिन्छ। बुद्ध धर्मावलम्बीहरूले यस जात्राको अत्याधिक सम्मान गर्दछन्, त्यसैले तिनीहरूले यसलाई ठूलो भोज रमाइलोसँग मनाउँछन्। परेडको क्रममा मानिसहरूले भगवान बुद्धको लागि विभिन्न प्रकारका रोचक उपहारहरू बोक्छन्। प्रसादमा चामलको दाना, सिन्दुर, धूप, फूल, मिठाई, मोमबत्ती र सिक्का हुन सक्छ। प्रसाद वा तेल वा मक्खनका बत्तीहरूले मारस प्रलोभनलाई जितेर प्राप्त गरेको शाक्यमुनिको बुद्धको ज्ञान संकेत गर्दछ। बौद्ध धर्म अनुसार मारसहरूले भगवान बुद्धमा आत्मसमर्पण गरेको दिनलाई जनाउने भएकाले बौद्ध धर्मावलम्बीहरूको लागि यो जात्रा ठूलो महत्व छ। ती सबै शैतान, नर्तकहरू, अप्सरा, अभिनेताहरू र धेरै अन्य हास्यास्पद मुखौटा लगाउनेहरू जो उत्सव परेडमा भाग लिन्छन्, मारसहरूको प्रतिनिधित्व गरेको भनिन्छ। यो परेडमा सधैँ विभिन्न प्रकारका परम्परागत नेपाली संगीत बजाउने संगीतकारहरूको समूहले साथ दिन्छ। चाखलाग्दो कुरा के छ भने पाटनका विभिन्न 10 टोलले लामो समयदेखि परेड सञ्चालन गर्दै आएका छन्। यसलाई आयोजना गर्ने जिम्मेवारी यी प्रत्येक टोललाई प्रत्येक 10 वर्षमा एक पटक जान्छ। पाटनका 4वटा अशोक स्तूप र 2000 बढी तीर्थस्थलहरूमा समेट्ने मथिया परेडमा हजारौं भक्तजनको सहभागी हुन्छन्। स्थानीयका अनुसार यो जात्राको सुरुवात लिच्छवी खालमा भएको हो।